सर यहाँको शुभ नाम? मेरो लेखनाथ भट्टराई। कति भयो ट्रान्सप्लान्ट गर्नुभएको? 9 महिना भयो सर। दुखाइको अनुभव कस्तो रह्यो? सुरुमा प्लान्टेसन गर्नुभन्दा अगाडि एउटा इन्जेक्सन हान्दा दुख्छ थोरै, त्यो लिग्नोकेन भन्ने इन्जेक्सन हानिन्छ। त्यो हान्दाखेरि थोरै दुख्दो रहेछ, त्यस पछाडि चाहिँ खासै त्यस्तो दुखाइको फिलिङ हुँदैन। हाम्रो हस्पिटलसँग सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्ट छु। अरू इच्छा गर्ने कस्टमरहरूलाई, पेसेन्टहरूलाई के भन्नुहुन्छ? अरू इच्छा गर्ने पेसेन्टलाई गर्नुहोस्, रोप्नुहोस्, राम्रो आउँछ, नआउने भन्ने डर मान्नु पर्दैन। 2-3 महिनासम्म चाहिँ खासै आए जस्तो बित्थामा गरे जस्तो फिलिङ हुने, त्यस पछाडि एकदम त्यो सेडिङ फेस भन्दो रहेछ त्यसलाई, त्यो सेडिङ फेस कटेपछि एकदम मजाले आउँछ, एकदम सन्तुष्ट भएर रोप्दा हुन्छ। रोपिसकेको कपाल त्यो झर्छ भन्ने डर मान्नै पर्दैन त्यो, किनभने पछाडिको साइडको कपाल ल्याएर अगाडि हालिँदो रहेछ। त्यो भएको कारणले गर्दाखेरि त्यस्तो झर्ने ओर्ने पछि बिग्रिने त्यस्तो डर हुँदैन। डर नमानिकन एकदम निर्धका साथ आएर प्लान्टेसन गर्नु होला, ढुक्क भएर, कुनै साइड इफेक्ट हुँदैन प्लान्टेसनको। किनभने त्यो हाम्रो छालाको भागमा मात्रै रोप्ने भएको कारणले गर्दा त्यस्तो मानिसहरू डराएको पाइयो, भित्र हड्डीदेखि नि निकालेको हो कि भनेर, त्यो हुँदैन। हाम्रो यो सानो डर्माको लेयरभित्र सानो इन्ट्राडर्मल उसमा मात्रै रोपेको हुन्छ। त्यो भएको कारणले गर्दा कसैले डर मान्नु पर्दैन, त्यो क्यान्सर हुने के हुने त्यो भ्रम मात्रै हो, त्यो केही हुँदैन। एकदम स्टेलाइज सामानहरूले रोपिँदो रहेछ यहाँनिर होइन, त्यो भएर डर मान्नु पर्दैन। हस्, धन्यवाद। धन्यवाद।